वेलकम ब्याक गाइज। आज आएर मलाई थाहा भयो कि केटीहरू केटाहरू भन्दा कमको चाहिँ नहुँदो रहेछ। मायाको पोको देखेपछि त केटीहरूको कमेन्ट्स पनि बाबा कति ठुलो चस्मा फेर्न दिनुस् न हो। अनि जमाना उल्टो भइसकेछ। यो त नमुना हो। अरु कमेन्ट्सको लागि रेडी हुनुस्। केटीहरूले पनि बाँकी चाहिँ छोड्दैन है केटा हो। लेडी ग्याङ्स्टरहरूको स्वाग बेग्लै। दुर्गेश थापाको कान्छो भाइ। यस्तै यस्तै भिडियोको बब्बाल कमेन्ट्स पढ्नेवाला छौँ। 100% मुड फ्रेस हुनेवाला छ। सो गेट रेडी, लेट्स स्टार्ट द भिडियो। होइन यस्तो पनि हुन्छ र भन्या। पहिला सुरुमा त यो भिडियोको क्याप्सन पढौँ अनि फन्नी कमेन्ट्सको मजा लिम्ला। क्याप्सन: कतारबाट घर आउँदा असीमित माया। 2083 4 महिना 11 गते सोमबार। अच्छा अबे साले विदेशबाट के घर आधे बुढीले यति माया गर्यो कि मलाई खानै दिन्न हातले। भाइ दूध। तो चलिए शुरू करते हैं। खेत जोत्नु भन्दा अगाडि गोरुलाई यति त खुवाउनै पर्यो नि, नत्र जोत्न नसक्ला भन्ने डर। प्यारी समझ शर्मा रही है। 4 दिन भन्दा टिके छ भने मलाई भन्नु। 4 दिन मात्रै। कतारको पर्फ्युमको बास्ना रहुन्जेलसम्म हो पक्कै। यसै गरी माया पाउन कतार गएर आउनु पर्ने रहेछ। आफू सुनौलीको बोर्डर कट्या छैन। झन् कतारबाट आएको दिन यस्तो रोटी पो हो खानु पर्ने। रिप्लाई हेर्नु न। होइन अर्को रोटीको नि तयारी छ रे यो रोटी पछि। अब त्यसपछिको माया चाहिँ नदेखाउनु होला। हामी सिंगल मान्छेले हेर्न सक्दैन। बहुत तकलीफ होती है। बेलुकाको लागि तयारी हुँदैछ। लु यो टिभी किन्दा को बच्चै थियो त। भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने है त। टिभी ल्याएको चाहिँ 10 वर्ष भयो अरे। पाहाडमा हुँदै कति वर्ष अरे? 2 वर्ष पाहाडमै। अनि फेरि यता ल्याएको कति वर्ष भयो? 8 वर्ष। अनि विदेशबाट आएको चिज म आज चाहिँ मै खोल्दैछु है। त्यति बेला छोरा पाएको भए पनि 10 वर्षको हुने रहेछ हौ। 10 वर्ष अगाडि टिभी आएको, आज सेट गरिदिन आइरहेछु। अब यो टिभी हालत कस्तो छ त, चल्छ कि चल्दैन है? ओके कमेन्ट्स पढौँ है त। डोरी खोल्नै अब 10 वर्ष लाग्ने रहेछ। डोरी खोल्न अल्छी लागेर होला 10 वर्ष नखोलेको। डोरीले नबाँधेको भए 10 वर्षसम्म हुर्किएर अलि ठुलो हुन्थ्यो कि। अब त डाइरेक्ट म्युजियममा लगेर राखौँ न यो टिभी। टिभी भित्रको सब कलाकारहरू मरिसके होला। मैं गाली नहीं दे सकता। मै खोल्दैछु है। 10 वर्ष अगाडि टिभी आएको, आज सेट गरिदिन आयो। अनि कति हतार गर्या। अर्को दशैंमा खोले नि हुन्थ्यो त। यता भिडियोको कमेन्टमा दाइको भन्दा भाइको चर्चा परि चर्चा। भिडियो हेर्दिम अनि फन्नी कमेन्ट्सतिर जाम्ला। ओ भाई ये क्या है? तो चलिए शुरू करते हैं। कोही मान्छेको त कति ठुलो मन हुने क्या। उफ क्यों हिला डाला ना? डल्ला डुल्ली सम्हाल्नु के च्याङ्बा आँखा लाग्छ। यो कुन जिल्लाको फल हो? तिम्रै किल्लातिर काम लाग्ने फल हुन्। हाइड्रोसिलको समस्या। केरा भन्दा अंगुर ठुलो भएपछि यस्तै हो। मेरो त सातो गयो आज त। कत्रो नक्सा हाम्रो नेपालको। होइन तिम्रो दाजुभाइ छैन? शर्म है कुछ शर्म आया है। आज के तरकारी बनाउने हो भनेर सोचिरहेको त। यता आलु फलेको रहेछ। मिन्स भएछ बहिनीलाई। कुन प्याड युज गर्नुहुन्छ दाइ? होइन अब गर्मी भयो रे त आमालाई। त्यसमा अब बाजेले माइन्ड गरेर भयो त। भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने।
ओके कमेन्ट्स पढौँ है त। बाजेलाई मैले पहिल्यै भनेको थिएँ, देखा आपने लापरवाही का नतीजा। बाजेले सानो बजाइ पनि देख्नु भयो। कोकेन है कोकेन। अबे साले। यस्तो हट गाना नगाऊ भनेकै त हो नि, बाजेले मान्नु भएन। अनि पर्यो रुझ्यो कि रुझेन, रुझ्यो कि यति भएपछि बाजेको आयु 10 वर्ष बढ्ने भयो। बाजे कोमामा हुनुहुन्छ अहिले। कोकेन है कोकेन। यता बुढाले जे होस् बुढीमाथि राम्रै लगानी गरेको रहेछ। भिडियो हेरौँ अनि फन्नी कमेन्ट्सतिर जाम्ला। जम्मा जम्मी अन्टीको कानको मूल्य 10 लाख जति होला यार गाइज। तो चलिए शुरू करते हैं। त्यति धेरै सुन लगाउन पाए त भगवान मात्र होइन म त बोकेर हिँड्ने थिएँ। ए दिदी यो कानको मेरो बुढीले देखि भने मलाई उठी बास लाउँछे। कान त सुन्नुहुन्छ दिदी? म फेरि कानको दुलो खोज्दैछु। खुट्टामा पनि सुन थियो कि हेर्न मन लाग्यो मलाई। कसम यति धेरै सुन लगाएर राम्रोसँग सुत्न निदाउन नि सक्दैन होला सुनै सुनले घोचेर। आन्टी एउटा कान दिनु न मलाई प्लिज। बामा केटी बाले नै भने पनि यो कान काट्नमा तयार छैन। मलाई त सुन होइन माया भए पुग्छ। ओहो यो भिडियो पक्कै कान्छी बुढीले गर्दा भाइरल भएको जस्तो लाग्यो कमेन्ट्स हेर्दा। यो हेरौँ अनि कमेन्ट्स पढौँला। कसैलाई काखा कसैलाई पाखा गरेको महसुस हुँदैछ हामी भ्युअर्सहरूलाई। ओके कमेन्ट्स पढौँ है त। भिडियो बनाउनु 10 चोटि हेर्नु अनि पोस्ट गर्नु। हाहा जे होस् जेठीलाई भन्दा कान्छीलाई धेरै मुया गर्ने रहेछ। दिल त साह्रै उफ्रिरहेछ त। अच्छा है मैं अंधा हूँ। हाम्रो पनि छ त है, हल्लिँदैन त। ये समस्या है रे। तिम्रो अलि साह्रो खालको भएर होला, देख्दा त ठुलै जस्तो लाग्छ मलाई त। के साह्रो बुरुक्क बुरुक्क हो मेरो आँखा फेरि। भिडियो हेर्दा जेठीलाई पनि अलिक टाइम दिनुपर्ने देखियो है। बोले तो जे भए पनि जेठी संस्कारी छन् अनि अरूको बुढासँग आउने पनि कहाँ संस्कारी हुन्छ र साथी। समझे दया। त्यही भएर कान्छी ल्याएको होला है। ल कोरोना भाइरसबाट बाँच्न सफल भएका नानीहरूको भिडियो हेरौँ अनि फन्नी कमेन्ट्सको मजा लिम्ला। Gordina love, so we do get back. Love bunny fuck, well it's right in the back. तो चलिए शुरू करते हैं। पछाडि बिएफहरू आयो है यिनीहरूको। Well it's right in the. पछि पनि त्यस्तै छन् यार। अरे भान्जा यो कुन दुनियाँ हो? यो आफ्नै दुनियाँ हो मामा। वाउ कति नराम्रो। कमब्याक नगर त यो 2026 हो। Gordina love, त्यो सर्ट हो कि रुमाल हो? well it's right in the back. मेरो बिएफको एक्सहरू यता पो रहेछन्। ओके गाइज अब तपाईहरुको कमेन्ट्सको पालो है त। कमेन्ट्स धेरै थिए त्यसमा पनि फनीएस्ट कमेन्ट्स चुज गरेको छु। थ्यांक यू फर द ब्युटीफुल माइन्ड ब्लोइङ एन्ड बोकावाला कमेन्ट्स। लु सुरुमा यो क्यूट क्यूट नाइट ड्रेसको डिजाइन हेरौँ अनि त्यसपछि आफ्नै बारीको कमेन्ट्स पढ्नु पर्छ है त। वाला नाइटी चाहिँ यस्तो एक्स्ट्रा डिजाइन राम्रो छ र यसको दाम पनि हेर्नु कस्तो राम्रो छ। ब्याक साइडको डिजाइन अनि स्ट्रेचेबल छ है। अच्छा डिजाइन चाहिँ 100 टक्क क्लिप हुन्छ अनि यस्तो नै हो है। मैले चाहिँ लुगासँग देखाएको छु भने यो चाहिँ हजुरहरूले ट्रान्सप्यारेन्ट टाइपमा हो, नेटको बुझिहाल्नुहुन्छ हैन। यस्तो छ। यसमा हामीसँग पिङ्क कलर छ अनि अर्को ब्ल्याक छ। पिस 3-4 मात्रै छ। म्याम त्यो भन्दा सानो छैन र यो त ठुलो भयो के गर्मीमा त। अरे कपडा कहाँ है? ये तो शुरू होते ही खत्म हो गया है। लगाउने कहाँ हो? मुखमा? फुल्ली लगाएर देखाउनु न हेरौँ कस्तो हुँदो रहेछ। त्यस्तो नलगाऊ मेरो सर्प डराएर उठ्छ।
डिजाइन चाहिँ यहाँनिर टक्क क्लिप हुन्छ अनि यस्तो नै हो है। मैले चाहिँ लुगासँग देखाएको छु भने माथिको चाहिँ कस्तो देखियो भनेर थाहा पाएँ, तलको नि लाएर देखाइदिनु न, मन पर्छ कि? होइन, यसले ढाक्न चाहिँ के ढाक्छ नि दिदी? तू सम्झा न। हक्दा दुःख गर्नु नपर्ने रहेछ त्यो लगाउँदा त। डिजाइन अनि स्ट्रेचेबल छ है। अनि त्यो डोरीले पछाडिको कन्डोको दुलोमा बिजाउँदैन सिस्टर? भयो त, अब यो भात खुवाई ढिलो भएको हो कि गीत चाँडो बनेको हो यार? भिडियो हेरौँ अनि फन्नी कमेन्ट्सतिर जाम्ला। आज तिमीलाई अनखोने यो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाइ। ओके, कमेन्ट्स पढौँ है त। सानै छ, बिस्तारै खुवाउनु। अब मोबाइल फालेर रेडियो नै किन्नु पर्ला जस्तो छ। ओहो, कति महिनाको बाबु हो? दारी सबैमा उम्रिने महिना होला। बिचरा कति माया लाग्दो बाबु। अड्केला, बिस्तारै खुवाउनु है। बाबा भन बाबु। मम्मी हैट, यो भाइ पक्कै दुर्गेश थापाको ठुलै फ्यान हुनुपर्छ। भाइको जबरदस्त पर्फर्मेन्स हेर्नुहोस् अनि फन्नी कमेन्ट्स पढौँला। तिम्रो नाम बुझ्ने गरी तिम्रो नाम बुझ्ने परिचय चुप लागेर बस मुजी। रिग्रेट नहोस् है, कन्फिडेन्स लेभल मान्नै पर्छ। अडियन्स बी लाइक। भोइस चाहिँ A to Z मिलेको छ ब्रो। ए भाइ घर आइज यार। ओके गाइज, मुड फ्रेस भयो होला नि? ल ठिक छ, अब भिडियोलाई लाइक गर्न नबिर्सिकन अब आउने भिडियोमा कमेन्ट गर्न रेडी हुनुहोस् है त। अर्को भिडियोमा फेरि सँगै बसेर पढ्नुपर्छ। सो द्याट्स इट फर टुडे। सी यू इन नेक्स्ट भिडियो। थ्याङ्क यू, बाई। टाइम जब मैले देखेँ तिमीलाई बेबी बन्द करो म तिम्रो फ्यान भयो बेबी र बाइक सोच्दा सोच्दा टाउको ह्याङ भयो बेबी